के गर्नुभयो बाबु यो दबाई अरे नि त है यो बुले चाहिँ अब घाँस जतिकै खाने तर यो कस्तो गुलियो गुलियो पो हुन्छ गुलियो होइन अलिक अमिलो यो चाहिँ माछाको काँडा अड्किन्छ नि बु राम्रो अरे नि त्यसको लागि चाहिँ टन्सिल राम्रो नि टन्सिल पनि जाती हुन्छ अहिले है म एकपल्ट नि हामी जङ्गल होइन हजुर फर्स्ट गएको त्यस्तो पार्टी स्टेसन हुँदा होइन हजुर जङ्गल पिछाड आएर नि यस्तो गुराँस खाएर बाँचेको छ नि त खाजा राखेन हजुर गयो खाजा एक ठाउँमा लुका राखेर बोक्नु नसकेर होइन हजुर त्यो खाजा कहाँ राखेँ ठाउँ बिर्स्यो होइन अन्त छैन बोक्नु त गुराँस खाएर भए भएको न यो गुराँसको धेरैवटा फाइदा छ यसबाट वाइनहरू पनि बनाउँछ है यहाँ चाहिँ हाम्रो बुबु हुनुहुन्छ नाम्चीबाट गुराँस खाँदैछ दुईजना अनि